गहिरो बनाउने क्या भयो अब माथि यस्तो हात भिजाइहाल्नु न त्यो सुक्खा भयो त्यो माटोलाई दुवै हातले च्याप्पस मान्नु न त्यो तपाईँले औँलाले मात्रै छोयो क्या माटोलाई सबैले छेकेर च्याप्पस मान्नु त्यो छेकेर अब बुढी औँलाले च्याप्पस माने बुझ्नुभयो अब हात त्यो सुक्खा भयो नि अब त्यो माटो निस्किन्छ नि त त्यसो सुक्खा भएपछि अब त्यही भएर टाइममा भिजाइराख्नुपर्छ भिडियो त अब एउटै हुन्छ म पानी हालिदिन्छु त्यसलाई गर्नु त यस्तो गर्ने ल ल भयो अब यसलाई बिस्तारै गोलो मात्रै गर्नु अब यस्तो मात्रै गर्नु बिस्तारै बिस्तारै प्रेस नगर्नु है त्यो छोको मात्रै गर्नु मान्छे पनि आउनु त अहिले चाहिँ हात मात्रै लिइरह्यो हो अघि चाहिँ मान्छे पनि अब छोको जस्तो मात्रै गर्नु है ल फोटो पनि खिच्नु त एउटा बस्नु फोटो पनि फोटोमा आयो न आशा ल 1 2 3